अब सपना त सबै सरकारहरूले सपना नै बाँड्ने हो। हिजोका उखान टुक्काको समयमा नेपाली दन्त्यकथा, नेपाली लोककथा, नेपाली उखान टुक्काको किताब पढेर सपना बाँड्थे। अब अहिले डिजिटल युग भएको हुनाले जेपिटी च्याट, जेमिनी च्याट के भन्छन् आदि इत्यादि डिजिटल प्लेटफर्मबाट कुराहरू लिएर चाहिँ अनि त्यही मान्छेले सपना बाँड्छन्। न हिजोको सरकारले हामी सामान्य जनतालाई केही राहतको अनुभूति दियो, न आजको सरकारले हामीलाई केही राहतको अनुभूति दिएको छ। केवल छ त हिजो नि कार्यकर्तालाई थियो, आज पनि कार्यकर्तालाई मात्रै हो, होइन, उनीहरूको वरिपरि घुम्नेलाई मात्रै हो। तलको ग्रासरुटको जनतालाई चाहिँ अहिलेसम्म कसैले के पनि यो व्यवस्था परिवर्तन भएको अनुभूति भएको छैन। छ भने कसैले भन्नुहोस्, दुई चारवटा उदाहरण दिनुहोस् न त।